महाल नेपालदेखि। यति बेला आज मसँग हुनुहुन्छ मेरो प्यारो दाइ कार्कीजी हुनुहुन्छ। नमस्ते कार्कीजी। नमस्कार नमस्कार एकदम ठिक छ, एकदम ठिक छ, एकदम ठिक छ। अनि कस्तो भइरहेछ तपाईँको? ठिक छ राम्रै भइरहेछ गीतहरू आउने जाने गाडी छ तपाईँको धोकेबाज है? के छ यो धोकेबाज जुन शब्द हजुरले जुन रच्नु भयो नि, रच्दाखेरि यो कुन हिसाबले रच्नुभयो, के सोचेर रच्नुभयो? सिधै क्वेसन धोकेबाजमा यो सिधै चलेकै यो यस्तो छ अब के कुन हिसाबले भन्दाखेरि म एउटा सर्जक हो। सर्जकले चाहिँ एउटा राम्रो गीत बनाउनु पर्छ भन्ने एउटा मान्यता हुन्छ, सबैजनाले सुन्न मिल्ने, सबैले मन पर्ने खालको। त्यही क्रममा धोकेबाज भन्ने गीतको पनि एउटा उत्पत्ति भयो र सबैजनाले मन पराइदिनु भयो। आगामी दिनमा नयाँ के आउँदैछ दाइ? नयाँ मेरो हिजो मात्रै एउटा गीत रिलिज भएको छ, एक वचन। एक वचन नबोली आउनेछु भने, जुन चाहिँ एमजे रेकर्ड्सबाट रिलिज भएको छ। कति वर्ष भयो तपाईँको इन्डस्ट्रीमा? लगभग धेरै नै वर्ष भयो है। के छ, कतिको सङ्घर्षहरू सर्नुभयो त्यो बिचमा? कतिका फाइलहरू सार्दाखेरि कति कस्ता प्रब्लमहरू आए, कस्ता समस्याहरू आए, कतिको दुःख भयो, के भन्छ? सङ्घर्ष भन्ने चिज चाहिँ हामी जुनसुकै फिल्डमा पनि सङ्घर्ष धेरै नै पर्छ। अनि त्यो सङ्घर्षलाई चाहिँ अगाडि बढाउँदै जाँदा, मेहनत गर्दै जाँदाखेरि सफलता हरेक चिज पाइन्छ, जुन चाहिँ म पाउने कोसिस गरिरहेको छु। जस्तो हुन्छ नि, अब कति वर्ष दुःख गर्नुभयो हुन्छ, अब कति भोग्नुभयो होला। तपाईँको यो इन्सपिरेसन को हुनुहुन्छ अहिले इन्डस्ट्रीमा लाग्दाखेरि? जो अब कसैको सहयोगले आउनुभयो कि आफ्नै दममा अगाडि बढ्नुभयो कि कोही त थियो होला नि ब्याकग्राउन्डमा? मेरो लागि मभन्दा ठुलो त को होला। भनेपछि सुरुदेखि नै तपाईँ हुनुभयो, तपाईँ कसैको उसमा भरमा पऱ्यो, आफैले गरेर जानुभयो अरे। ऱ्यापतिर हुनुहुन्थ्यो? मलाई सङ्गीत एकदमै धेरै मनपर्छ, चाहे त्यो ऱ्याप होस्, चाहे त्यो आधुनिक होस्, चाहे त्यो लोक होस्, चाहे त्यो एउटा होस्, जुनसुकै विधाको गीत सङ्गीत होस्, त्यो चिज मसँग सुन्न सक्ने क्षमता पनि छ र त्यो चिजलाई क्रिएट गर्न सक्ने क्षमता पनि छ। मार्केट मैले भ्लगर सुनेर हुन्छु तपाईँको कार्कीजी बिना चाहिँ कम्पोज हुँदैन, कार्कीजी त्यस्तो पनि होइन, तर अहिले कार्कीजी भनेपछि यस कार्कीजीको कम्पोजर विशालजीको एरेन्ज भनिसकेपछि त अहिले जे तपाईँ दुईजनाको कम्बिनेसन मार्केटमा राम्रै चलिरहेको छ। धेरैजना हुनुहुन्छ, धेरैजना म पनि पर्छु र अब एकजनाले त गर्ने भन्ने हुँदैन, सबैजना सुरु गरिरहेको छौँ, गर्नुपर्छ, अगाडि बढ्नुपर्छ। सङ्घर्ष भन्ने चिज चाहिँ जारी छ। इन्डस्ट्रीमा तपाईँले अहिले यहाँसम्म पुग्नुभयो, यहाँसम्म आउँदाखेरि तपाईँले एकदमै स्पेसली सम्झिने मान्छे को हुनुहुन्छ? मलाई म बाहेक अरू कोही पनि छैन। बसेर पनि सम्झिन चाहनु? मेरो लागि म तपाईँ एक्लै गर्छु भन्ने त्यो पनि होइन, तर मैले नसोचेसम्म, मैले एउटा हात नराखेसम्म, मैले प्लानिङ नगरेसम्म मेरो लागि अरू कुनै प्लानिङ विशाल निरौला र सरोजको नाम नै यो नाम चाहिँ मैले त्यो नाम त्यस्तो नाम भन्ने चिज के हुन्छ भने चिन्नु पर्ने, सबैजना आफ्नो ठाउँमा बेस्ट हुने किन चुज गर्ने होइन? तिमीलाई चुज गर्ने कि भिडियो बनाउने मान्छेलाई चुज गर्ने यहीँनिर सुरु हुन्छ नि त। एउटा चुज गर्नु नगर्ने क्या, सबजना चाहिन्छ, एकजना मात्रै चाहिन्छ, धेरैजना चाहिन्छ। भएको त सबैजनाले गएर हेरिदिनुहोस्, सेयर गरिदिनुहोस्, लाइक गरिदिनुहोस् र टिकटक सबैजनाले बनाइदिनुहोस्। अब ब्याक टु ब्याक गीतहरू आउने क्रम जारी छ। भाइसँग पनि अलि अगाडि एउटा गीत रिलिज भएको थियो, अर्को गीत पनि हामी तयारी गर्दैछौँ, एउटा लभ सङ्ग मिठो छ,